कहिलेकाहीँ जिन्दगीमा केही प्लान हुँदैन, कहाँ जाने थाहा हुँदैन, के गर्ने थाहा हुँदैन। तर साथीहरू भेटिएपछि एउटा कुरा पक्का हुन्छ कि आज घर बसिँदैन। आज पनि हाम्रो प्लान यस्तै ऱ्यान्डम थियो। गुन्डीतिर निस्कियौँ, सोचेका थियौँ अलिक घुमौँला, नेचर हेरौँला, पानीको केही सोर्स भेटिन्छ कि खोजौँला। तर हामीलाई के थाहा, आजको यो ऱ्यान्डम प्लान अन्त्यमा गएर मनसुनमा मोमो पकाउने प्लान बन्छ भनेर। स्वागत छ तपाईहरुलाई आज हाम्रो जारी यात्राको नयाँ ब्लगमा। आजको प्लान के छ साथी? के हुनु यार, प्लानै छैन नि। अब यसो घुम्ने पनि खाजा बनाएर खाने, त्यो हिसाबले चाहिँ हामी चाहिँ घुम्न निस्किनु पर्ला। हुन्छ त्यही गरौँ न त। के गर्ने त अनि? अब एउटा जस पानीको सफा ठाउँ, पानी भएको ठाउँ जाउँ अनि त्यहाँनिर मोमोसम्म बनाएर खाउँला नि। भनिहाल्छ नि होइन? ल जाउँ। ल जाउँ। अब केटाहरूलाई मोमो खानु जाने त भनियो, फेरि आफू त भेज परियो, तर भेज मोमो मात्रै खाने हो केटा है त। त अब खासै प्लान चाहिँ हाम्रो घुम्न। त्यसो भए सुरु गरौँ आजको यात्रा। हामीसँग कुनै प्रपर आइटिनरी थिएन, न होटल बुक गरेको, न कुनै डेस्टिनेसन फिक्स गरेको। बस बाइक निकाल्ने, साथीहरू जम्मा हुने अनि जहाँ मन लाग्छ त्यतै जाने। मलाई पर्सनल्ली यस्ता ऱ्यान्डम राइड्स एकदम मनपर्छ, किनभने डेस्टिनेसनमा भन्दा पनि बाटोमा के भेटिन्छ भन्ने इन्ट्रेस्टिङ हुन्छ। कहिलेकाहीँ एउटा सानो राइड नै पुरै दिनको राम्रो मेमोरी बनिदिन्छ। पानी खोज्दै हिँडेको अब पानीले चाहिँ नि हामीलाई भेटाउला जस्तो छ। तर के छैन गाइज, हामी गुन्डुको अलि भित्रतिर लाग्यौँ। त्यहाँ आएपछि सहरको आवाज बिस्तारै हराउँदै जान्छ। यहाँ चाहिँ नि अब पानीको स्रोत रहेछ होइन। अब यहाँबाट चाहिँ अब हामीले अब ठाउँ हेर्नु पर्यो, हामीलाई उपयुक्त हुने ठाउँ कस्तो छ। भन्दा माथि भनेको क्या, त्यो सिधै हामी मन्दिर नउक्लिने, त्यो रोडैबाट सिधै माथि जाने, त्यो उकालोमा एउटा खनि छ। केटाहरू यहाँ अब प्लान बनाउँदैछन्, त्यहाँनिर हामी बिना प्लानले निस्केका छौँ, सोध्दैछौँ। खोला छेउछेउ बस्न सक्ला छैन। हेर्दामा पानी आइसक्यो, उताबाट पानी आइसक्यो। हामीलाई पानीको मुहान खोज्ने भनेर हिँडेको पानीले चाहिँ हामीले यहाँ लहाटी चाहिँ राख्छ, त्यो चाहिँ हामीलाई यहाँ खोज्दै आइरहेछ क्या। प्लान चेन्ज गर्न पर्ला जस्तो। यो प्लान चाहिँ सक्सेस होइन, पानी पर्यो। अब हाम्रो त छाप्रो चाहिने हो नि त। त्यसको पनि हामीले अब व्यवस्था गर्नु पर्यो नि। बिना प्लान भनेपछि त नयाँ गन्तव्य नै लिएर हिँड्ने हो त हामी। गाडी उधर नहीं तेरी ओर चला। महिनाको रूपमा पनि हामी साउनको अन्तिम घडीमा छौँ। साउन्डको अन्तिम घडीमा छौँ आज। ठाउँ खोज्दा खोज्दै हामी यो पुलतिर आइपुगेका छौँ। खोला पनि छ। बाढी आयो भने कत्रो होला? बाढी आयो भने कत्रा होला अरे? बाढी आउला कत्रा होला होइन क्या, पानी पऱ्यो भने त हाम्रो के हरिबिजो होला भनेर चाहिँ बुझ्नु पऱ्यो नि त। ठिक छ, ठाउँ त ठिक छ नि, स्वर्ग हो नि। फोहोर भयो त्यस्तो जुन हामी अलि यहाँ भित्रपट्टि जाँदाखेरि के होला सही यहाँनिर यो साइडतिर के हो साथी हो?
यति हो। ल प्लान त पानी खोज्दै हिँड्यो भने हिँडेको, पानीले नै हाम्रो नै खोज्दै आयो होइन। अब मनसुनवाला भाइब्स होला जस्तो पानी परिरहेछ। वरिपरि हेर्दा हरियाली मात्र, खेतहरू, डाँडाहरू, साना बाटाहरू अनि बिचबिचमा देखिने घरहरू। हामी चाहिँ आज खासमा पानीको केही सोर्स भेटिन्छ कि भनेर खोज्दै थियौँ। तर अनेस्टली भन्नुपर्दा हामी आफैलाई पनि एक्ज्याक्टली के खोज्दैछौँ भन्ने थाहा थिएन। यही हो ऱ्यान्डम प्लानको ब्युटी। डेस्टिनेसन अस्पष्ट हुन्छ तर एडभेन्चर चाहिँ ग्यारेन्टेड हुन्छ। यहाँनिर भाँडासाँडा चाहिँ मोमो भाँडा यहाँनिर छ। अब इन्ग्रिडियन्टहरू सबै हामीले अब घर नैबाट बोकेर ल्यायो। यहाँ चाहिँ टक्क अब पछाडि चाहिँ टाइम ल्याप्स खिचिरहेछ। यहाँ छ स्टभ हाम्रो, यो पखालियोस् भनेर मैले त्यति चाहिँ गरेँ है। ठिक छ, अब हामी मोमो बनाउनु सुरु गर्छौँ अब है। अब स्टभ चाहिँ यही हो हाम्रो चाहिँ, त्यसकै माथि खानु हुन्छ। अब चाहिँ मोमो बनाउँ भनेर सोच्यो, पानी परिरहेछ होइन। जाडो जाडोमा टक्क तातो मोमो खान जेस रमाइलो हुन्छ। ल अब यसमा चाहिँ ग्यास ट्याक्क है फिट भइहाल्यो। खै खै अलिक भएन रहेछ है, अलिक घुमाउनु। यो चाहिँ यहाँ पर्नु पऱ्यो क्या, यो चाहिँ यहाँ पर्नु पऱ्यो। ठ्याक्कै यो लक लगाएपछि भइहाल्यो, ट्याक्क स्टफ रेडी। अब हामी चाहिँ यहाँ टक्क अब मोमो बनाउनु चाहिँ सुरु भइसकेको छ है। कोही यहाँ घोटेरै छन्, काट्नु नआउनेबाट घोट्यायो कि के हो, कोही यहाँ काटेकै छन् है। यसरी पछाडिको ब्याकग्राउन्ड देख्न सक्नुहुन्छ, यस्तो छ होइन, पुरा ग्रिनरी छ। प्लान चाहिँ थिएन, खोज्दै आयौँ होइन, यही ठाउँमा भेट्यौँ। पानी खोज्दै आएको, पानीले भेट्यो, पानी पनि गयो। अब चाहिँ यस्तो छ है त लोकेसन चाहिँ। कोही बेला बाइक र स्कुटरमा आएको हो हामी चाहिँ है। ल ठाउँ चाहिँ यस्तो छ। टक्क भाइब्समा चाहिँ 10मा 10 रेट गर्न चाहन्छु म चाहिँ। मोमो खाने हो नि, कति प्लेट खान सकिन्छ? 2 प्लेट मात्र। अनि सबिनजी कति खान सकिन्छ त? खानै सकियो भने, खानै पर्यो भने कति खान्छ? खानै पर्यो भने खाइदिन्छु 7-8 प्लेट। मिठो हुनु पर्यो। ल आफै बनाउनुहोस्। पछाडि चाहिँ टक्कै खेतबारी गाउँ होइन, फेरि पछाडि जङ्गल। यहाँ चाहिँ अब लसुन ससुन अब छोडाउनु पऱ्यो नि त। अब मोमोभित्र भर्नुको त चाहियो है। टक्क मनसुनमा यो ठाउँको भाइब नै फरक हुन्छ। सबै कुरा हरियो, हावा अलि चिसो, आकाशमा कालो बादल र वरिपरिको शान्त वातावरण। अब सुरु भयो हाम्रो असली मिसन। बाहिर मनसुन अनि भित्र मोमोको तयारी। सबैभन्दा पहिले इन्ग्रिडियन्ट्स निकाल्यौँ र तरकारी काट्ने काम सुरु भयो। यहाँबाट चाहिँ भ्लग अलि कुकिङ सो जस्तो देखिन थाल्यो। हामीमध्ये सेफको अफिसियल डिग्री कसैसँग थिएन, तर
कन्फिडेन्स चाहिँ सबैसँग थियो। कसैले प्याज काट्दै, कसैले मसला तयार गर्दै, कसैले डक बनाउँदै अनि Tangan tu pakai, biar dia. Tapi, hati. भित्र हान्ने अब जान चाहियो होइन मोमो रेडी गर्नु यहाँनिर इन्ग्रिडियन्ट मात्रै होला मसला के ल्याउँदै लिएर आइयो कि यसरी नै छ क्या अब कागज खानुपर्छ ठुलो यहाँ चाहिँ टक्क यस्तो छ है पिठो हो यसमा कालो कालो मोमो खाँदा त्यतिर हो अब कसरी बनाएर खान्छ ठिक छ हामी राम्रो लोकेसनमा बसेको यही भ्यू सहितको पछाडि बसेर चाहिँ हामी मोमो अब आयो मोमो बनाउने सबैभन्दा इम्पोर्टेन्ट स्टेज। फिलिङ तयार भइसकेपछि अब यसलाई ऱ्यापरभित्र राखेर मोमोको सेप दिनु पर्यो। अब यहाँबाट चाहिँ कसको मोमो राम्रो देखिन्छ भन्ने कम्पिटिसन सुरु भयो। कसैको मोमो पर्फेक्ट, कसैको मोमो अलिक आर्टिस्टिक अनि कसैको मोमो हेर्दा मोमो हो कि कुनै नयाँ स्पेसिस हो भनेर छुट्याउन गाह्रो। तर सेप जस्तो सुकै भए पनि टेस्ट राम्रो हुनुपर्छ। अन्तिम फैसला पेटले गर्ने हो। कस्तो छ त कहिलेकाहीँ हामी ठुलो प्लान बनाएर ठुलो एक्सपिरियन्स खोजिरहेका हुन्छौँ, तर वास्तवमा यस्तै साना ऱ्यान्डम मोमेन्ट नै पछि गएर सबैभन्दा धेरै याद आउने रहेछ। यहाँ सुरु भयो जति जित्छ त्यसले चाहिँ फर्स्टमा मोमो चाख्छ भन्ने मै हो, ग्रिन मै हो। यो पनि चौका चाल्नु मोमो नपाएको जेलको चाहिँ हाम्रो टाइम पास खेल्दैछ के अरे नर्मल म्याच मोमो है यसले मोमो खान्छ जस्तो जब सुप बनाउन हालेको थियो भने सुप बन्दै मैले खानलाई मोमो पहिला मैले खानु ब्याकग्राउन्ड देख्न सक्नुहुन्छ। यहाँ टक्क मोमोको सुप हालेको छ। मोमो चाहिँ त्यहाँ अगाडि प्याक गरेर बित्तिकै चाहिँ अब मोमोको तयारीमा हामी लागिहाल्छ। सुप चाहिँ यहाँ रेडी भइसकेको छ।
मा चाहिँ टक्क पाक्छ त्यो पछि चाहिँ अनि हामी केटाहरू यो दाङ त्यस्तै हो मौसम अँध्यारो भइसक्यो उज्यालो उज्यालोमा सकेका छौँ है मोमोस हालिसकेको छ पिठो अलिकति डिफ्रेन्ट खालको होटलमा पो खाना सज होइन खै सब तर बनाएर खाना चाहिँ कागज छ कि पाक्यो भने पाक्छ खै हेर न त्यहाँ पाके जस्तो लाग्यो भने पाक खाएर हेरौँ न त चाखेर लिएर नि अब हामी चाहिँ मोमो सबै ल्यायो नि त ग्यासमा नहालिदिनु मोमो चाहिँ अब हामीले हुँदैछ मोमो अलि नजिक लिएर आए झोल हाल्ने त्यो सानो यो यसो गरेर है झोल मोमो चाहिँ मोमो खानु मोमो चोकेर पाकेन होइन हुन्छ किनकि लुडोमा जित्नु भएको थियो नि त उहाँले मोमो मिठो छ भन्दै हाम्रो मेहनतले बनेको मोमो हो यो चाहिँ है अब यस्तो छ ठुलो बन्द ल अब मोमो चाहिँ रेडी भयो होइन अब मोमो चाहिँ हामी खानु सुरु गऱ्यौँ मोमो चाहिँ खै त मेरो अहिले चम्चा खै त मलाई एउटै मात्रै हो थोक्रा पनि हाल्नु नि यही हो अल्टिमेट भनेको यही थियो मोमो यसरी छ यहाँनिर खोलाएर राम्रो बनाइसकेको छु के छ त अनि मोमो बनाइयो त फेरि है लास्टमा चाहिँ ल्यायो होला हामी चाहिँ अब अल्टिमेट चाहिँ यही थियो कस्तो ठिक छ है ल मोमो चाहिँ यहाँ छ फेरि पनि यहाँ पानी चाहिँ पर्न थालिसक्यो है अब हामी चाहिँ टक्क लाएर अब यहाँ मोमो है मोमो ट्राई गर्छौँ मोमो जस्तो छ एन्ड दिस इज लुक एज यु नो मोमो बाँड्दै हुनुहुन्छ उहाँ चाहिँ यतिको चाहिँ चाहियो है अब पानी नै पऱ्यो मौसम त्यसो मोमै खा हाम्रो त मोमै खा भनेर ल ग्रेट टाइम है रमाइलो होला अब बेलुका पनि हुन लागिसक्यो फेरि पनि हामीले आफ्नो बाइक स्टार्ट गरे अनि फर्किने बाटो लाग्यो शरीर अलि थाकेको थियो तर मुड चाहिँ एकदम फ्रेस आजको दिनमा कुनै फिक्स्ड प्लान थिएन तर ऱ्यान्डम रूपमा सुरु भएको एउटा राइड नेचर रेन र अन्त्यमा मोमो पुरै दिनलाई एउटा राम्रो स्टोरी बनाइदियो त्यसैले कहिलेकाहीँ प्लान नभएको दिनलाई पनि चान्स दिनुहोस् बाइक निकाल्नुहोस् साथीहरू भेट्नुहोस् जहाँ मन लाग्छ त्यतै जानुहोस् सायद बाटोमा रेन पर्ला सायद प्लान बिग्रिएला तर के थाहा त्यही बिग्रिएको प्लान नै तपाईँको सबैभन्दा राम्रो मेमोरी बन्न सक्छ आजको यो ऱ्यान्डम मनसुन एडभेन्चर यतिकैमा सकियो यदि भिडियो हेर्दा तपाईँलाई पनि हामीसँगै घुमेको रेनमा बसेको र मोमो खाए जस्तो फिल भयो भने
भिडियोलाई लाइक गरिदिनु होला, कमेन्टमा तपाईँको पनि यस्तै ऱ्यान्डम एडभेन्चर छ भने भन्नुहोला।